कुन जिल्लाको पर्नुभयो? म त बारा जिल्लाको। तपाईँको सांसद को हुनुभयो? कति नम्बर क्षेत्र हो तपाईँको बाराको? बाराको होइन, बाराको को हुनुहुन्छ? उपेन्द्र यादवज्यू। हजुर हजुर उहाँ हुनुहुन्छ उसलाई तपाईँको क्षेत्रबाट। बाराको एउटा मात्रै क्षेत्र हो नि? अब हेर्नुहोस्, तपाईँलाई आफ्नो क्षेत्रको सांसद को हो भन्ने पनि थाहा रहेन रहेछ। कामै त्यस्तो गरेछ नि कि तपाईँको काम चाहिँ के हुन्छ भने आफ्नो निर्वाचन क्षेत्रको सांसदलाई तपाईँ हाम्रो निर्वाचन क्षेत्रको सांसद हुनुहुँदो रहेछ। मलाई चाहिँ यो कुरा चित्त बुझेन, संसदमा चाहिँ यो कुरा उठाउनुहोस् भनेर तपाईँले सुझाव दिने काम पनि त गर्नुपर्ने नि। अब त्यो गर्नु भएन। अब तपाईँले सांसदै कोही चिन्नु भएको छैन आफ्नो क्षेत्रको। यहाँ आएर अरू मानिसहरूलाई त चिन्नु भयो होला, केही परिचित मान्छेहरूलाई चिन्नु भयो होला। राजनीतिमा चासो राख्नुपर्छ। आफू सहभागी हुने नहुने अलग कुरो। तपाईँलाई इच्छा लाग्छ राजनीतिमा आउने, सक्रिय रूपमा भाग लिने, नेतृत्व गर्न आउने, इच्छा लाग्दैन, गलत कुरालाई चाहिँ प्रश्न गर्ने बानी गर्नुपर्छ, सुझावहरू दिने बानी गर्नुपर्छ। त्यो आफ्नो नलेजमा चाहिँ राख्नुपर्छ। सबभन्दा त पहिला कुरा जहिले पनि हाम्रो लाइक संसदमा कुराहरू चाहिँ सिमिलर काइन्ड अफ टपिकमा उठ्ने गर्छ, लाइक एजुकेसन, ब्रेनको कुराहरू। फेरि एभ्री इयर जब बजेट डिस्कसन्सहरू कुरा आउँछ भने प्रब्लम सर्ट आउट हुनुपर्ने खासमा। तर प्रब्लम सर्ट आउट हुँदो रहेनछ कि। अनि प्रब्लम एकचोटि उल्लेख भइसकेपछि संविधान निकाल्नु पर्ने हो, के गर्ने के नगर्ने भनेर। त्यो चाहिँ कसरी ट्याकल गर्ने हो? मात्रै विषय उठाएर यो प्रब्लम हो भनेर त हुन्न, सल्युसनतिरै जानु पर्यो। फेरि पछि आउँदो दिनमा 5 वर्ष 8 वर्षपछि हामी यहाँ बहस गर्दै कुरा गर्दै पछि जानुपर्ने विदेश नै मास्टरको लागि पनि त्यो केही अर्थ नै भएन। एजुकेसन सिस्टमलाई इम्प्रुभमेन्ट गराउनुको साथै त अझै डिग्रेड पो गरिरहेछ नि त। त्यसले चाहिँ ट्याकल कसरी गर्ने हो? अब यो चाहिँ के कसरी ट्याकल गर्ने भन्दा पनि अलिकति यङ माइन्ड्सहरू, त्यहाँ परिवर्तन गर्ने साँच्चीकै हुटुट भएको मान्छेहरू, अलिकति परिवर्तनशील मान्छेहरू हुनु पर्यो। जस्तो तपाईँले अहिले जे प्रश्न गर्नुभएको छ पार्लियामेन्टमा उठ्छ जरुर। पार्लियामेन्टमा उठ्ने भनेको त निकै संवेदनशील कुरा हो नि। पार्लियामेन्टमा उठिसकेपछि त्यसको ओज के हो, त्यसको अर्थ के हो भनेदेखि संसदमा प्रश्न उठ्यो, सरकारले त्यसलाई समाधान गर्ने प्रयत्न गर्ने हो। हाम्रो चाहिँ शक्ति पृथकीकरणको सिद्धान्त अनुसारले पनि सेपरेसन अफ पावरको थ्योरीले पनि के भन्छ भने गभर्मेन्ट चाहिँ पार्लियामेन्टसँग अकाउन्टेबल हुन्छ भन्नु हो नि त होइन। पार्लियामेन्टमा कुनै पनि विषयवस्तु उठिसकेपछि त्यसको जवाब, त्यसको समाधान सरकारले लिएर आउने हो। त्यसमा पार्लियामेन्टले केही सुझावहरू प्रस्तुत गर्न सक्ने ठाउँहरू पनि हुन्छ। यहाँ चाहिँ पार्लियामेन्टमा उठाएको विषयवस्तुलाई सरकारले त्यति धेरै गम्भीर विषयको रूपमा लिएको जस्तो देखिँदैन। जस्तो बजेटकै सवालमा पनि हामीले हेऱ्यौँ। अब जस्तो बजेट निर्माण भइसक्यो, हेर्नुहोस् सबै शीर्षकमा थप्ने काम भइसक्यो। कसलाई कति कुन शीर्षकमा कति बजेट हाल्ने काम त्यहाँ अर्थ मन्त्रालयमा भइराखेको छ। तर कर्मकाण्डी रूपमा यहाँ के चलाइराखेको छ, सैद्धान्तिक सिद्धान्त तथा प्राथमिकताको छलफल चलाइराखेको छ। अनि यहाँ छलफल गरेको कुराहरूको टिपोट उहाँहरूको कतै कागजमा होला, तर त्यो कागजको टिपोट चाहिँ कतै पनि त्यो बजेट निर्माणमा झल्किँदैन। थाहा छ फेरि यो सबैलाई। तर अब त्यो प्र्याक्टिस कहिलेदेखि भइरहेको छ नि, वर्षौँदेखि भइराखेको छ। कसैले पनि त्यो चेन्ज गर्ने आँटै गरेको छैन। तर अब मलाई के लाग्छ भने जब सबैजनालाई त्यो कुरामा अन्डरस्ट्यान्डिङ छ, हो यो काम लागिरहेको छैन, एभ्री डे वेस्ट अफ टाइम भइरहेछ भन्ने लाग्यो भने त सबैजना एक ठाउँमा आएर चेन्ज गरौँ न त। ल हामीले चेन्ज गर्दाखेरि नहुने त केही छैन नि। यहाँ संसद भवनमा सबै सांसदले एक स्वरले यसलाई चाहिँ चेन्ज गरौँ भन्दा नहुने त केही छैन नि। तर फेरि पार्लियामेन्ट भनेको मेजोरिटीले चल्ने ठाउँ हो होइन। त्यहाँ त्यो किसिमको प्रतिभाको त्यो आँट हिम्मत भएको साथीहरू चाहिन्छ। अब युवा पुस्ताहरू तपाईँहरू आउँदै हुनुहुन्छ, बाटो खुलिसकेको छ, तयारी गर्नुहोस्। अलिकति यो चेन्ज भनेको चाहिँ रातारात हुने प्रोसेस होइन रहेछ, अलिकति लामो समय लाग्दो रहेछ। हाम्रो पुस्ताले खोजेको चाहिँ छिटो चेन्ज हो। हामीलाई अब स्पिड डेभलपमेन्ट चाहिएको छ, एकदम छिटो चाहिएको छ, पेसेन्सै छैन। तर हाम्रो पुस्ताले फेरि पर्खिने पनि किन के कति वर्ष पर्खिसक्यो। तर अब यो खालको तरिकाले चाहिँ भएन भन्ने नै हो। तपाईँहरू आउनुभयो, हेर्नुभयो, अब आफूले जान्नुभयो। पहिला अब नजान्दाखेरि त यहाँ के हुन्छ भन्ने कुरा नै थाहा नहुँदाखेरि त यो एउटा छुट्टै आइसोलेटेड ठाउँ मात्रै जस्तो लाग्थ्यो नि त होइन। यहाँ अब के हुन्छ नेताहरू बसेका छन्, के हुन्छ यहाँ भन्ने कुरा थाहा नहुँदाखेरि त आइसोलेटेड ठाउँ भएर बसेको थियो। आज तपाईँहरूले हेर्न पाउनु भएको छ। यसलाई चेन्ज गर्ने आइडियाजहरूमा ब्रेनस्टर्म गर्न सकिन्छ। जस्तो तपाईँहरूले पनि मोडल प्र्याक्टिस गर्दाखेरि अबदेखि चाहिँ पार्लियामेन्टको यो प्र्याक्टिसलाई, यही सिमिलर प्र्याक्टिसलाई कसरी तोड्ने त? जस्तो अब हाम्रो पार्लियामेन्ट्री प्र्याक्टिस चाहिँ के हो त? वेस्टमिन्स्टर मोडल पार्लियामेन्ट्री सिस्टम हो।
वेस्टमिन्स्टर मोडलमा कहाँ चेन्ज गर्नुपर्छ त भन्ने किसिमको कुराहरूको बारेमा छलफल गर्न सकिन्छ। नयाँ आइडियाजहरू आउनु पर्यो। पार्लियामेन्ट शक्तिले चल्ने हो, शक्ति नम्बरले चल्ने हो। त्यो नम्बर चाहिँ हामीले नै अब जनताले भोट गर्ने कुरा हो। मात्रै भोट गरेर त भएन, लाइक हामी पनि एउटा ट्रस्ट गरेर अब हाम्रो रिप्रेजेन्टेटिभ जाँदै हुनुहुन्छ, प्रब्लम सर्ट आउट गर्नुहुन्छ भन्दैमा स्टिल पुवर कन्ट्रीमा त हाम्रो पनि नेपाल पर्दो रहेछ कि धेरै पनि ठाउँहरूमा। अनि अर्को उपाय चाहिँ के हुन्छ भने तपाईँले जस्तो हुन्छ।